हेलो एभ्रिवान, नमस्ते खामरेटा दिल्ली तपाईँ सबैजनालाई। सो आज चाहिँ फेरि पनि म मिनी ब्लग बनाउँदैछु। अन्त आजको ब्लगमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ त्यस्तो केही पनि छैन हो। आज चाहिँ म फार्मेसको घर जान आँटेको, घरबाट पनि बारी चेक गर्न जानुपर्ने छ। अस्ति सामानहरू बाटी दिएको थिएँ नि त, के कस्तो हुँदैछ भनेर चाहिँ आज फेरि भिजिट जान आँटेको। अन्त म तपाईँलाई पनि देखाउँछु है। ओके गाइस, जानुपर्छ अब चाहिँ। यति गरेर हामी चाहिँ नि डोरेको माथि चाहिँ डर छैन, जानुपर्छ। 3-4जनाको घर गर्नुपर्ने छ आज चाहिँ। यस्तो डरलाग्दो घाम लागिरहेछ गाइस होइन। अब म चाहिँ निस्किन आँटेको। हाम्रोमा चाहिँ मकै चाहिँ यति भइसकेको छ, मकैको सबै फुल फुलिसकेको छ हो। यो चाहिँ हामीले श्री पञ्चमीमा रोपेको मकैको यो पनि आइसकेको छ दाना। यो चाहिँ घरको कुनै चाहिँ सानो छ। यो चाहिँ हो एकजना फार्मर्सको। यहाँ चाहिँ मसिन लगाउँदैछ। अब चाहिँ यहाँ सब्जी लगाउनु आँटेको छ हो। थुप्रो छ गरेर माथिसम्म छ हो। यस्तो छ। यसमा चाहिँ आलु हाल्छ हो। यहाँ चाहिँ जस्तै भर्खर आलु खनेको, आलु बाहिर चाहिँ आलु रोपेको थियो नि त। यो चाहिँ सायद यो चाहिँ एग्रिकल्चर डिपार्टमेन्टले नै दिएको हो, मल्चिङ प्लास्टिक फार्मर्सहरूलाई। एउटा चाहिँ यो हो गाइस हो। यहाँ चाहिँ आधी लगाइरहेछ, आधी उम्रिसकेको छ। अब परदेखि फेरि अर्को सिट अर्को गाडामा फेरि लगाउँदैछ आजदेखि चाहिँ हो। यहाँ चाहिँ डल्लै डल्लै रोपेको। यहाँ चाहिँ अर्को गाडामा उठाउँदैछ हो दुईजनाले। अघिको चाहिँ माथि गाडा, त्यहाँ चाहिँ डल्लै अलरेडी रोपिसकेको छ। अब चाहिँ यहाँ चाहिँ के लगाउनु नि आदम बैगुन है। यहाँ बैगुन लगाउँछ है, डल्लै लगाउनु नि। त्यो प्लास्टिक चाहिँ टाइट टाइट तान्नुपर्छ कि दामी भइहाल्छ कुचाउनु चाहिँ। गाडा उयो यो ब्याग चाहिँ बाङ्गो हुनु हुँदैन, सिधा हुनुपर्छ। उठाएको छ, उठाउँदैछ माथिको पनि। दुई गाडा रहेको छ, दुई गाडा रहेको छ। अझ अनि आफै दुईजना बुढाबुढी गर्दैछ। यो चाहिँ मच्छरको दबाई हाम्रो त्यस्तै हो, मस्किटो मार्ने चाहिँ यहाँ गर्दैछ। हाम्रो फार्मसी चाहिँ यतिकै एक्टिभ चाहिँ सकेको ए लस चिटिक चिटिक तन्काउँ अरे। आज पिरिक पिरिक तन्काउँ बसेँ। अलिक बाङ्गो भयो क्या, ड्याङ अलिक बाङ्गो भएछ। यो पनि ड्याङ बाङ्गो भएछ। अफ घर पुरा थाकेला आज चाहिँ कुद्दा कुद्दा गएछ। बिचरा फार्मसहरू एकदम काम गर्दैछ। अब चाहिँ फेरि म अर्को जग्गा जानुपर्ने छ। ल भएन छ